आज हामी यसो रमाइलोतिर हिउँतिर क्यामेरा ट्र्याप गर्न जानुभएको सो गुम्बा मुनिसँगै अनि हाम्रो हिजो आज हिउँदो अवस्था यस्तो छ। हाम्रो माथि डसर खाइसकेको बस्ने गाउँ चाहिँ हो यही हो, भैरो गाउँ हो चाहिँ। आवाज चाहिँ झाराजान पुग्नु लाग्यो हामी, अनि झाराजान पुगेपछि अनि डाजार पुग्छ। यस्तै छ अवस्था हाम्रो बाटो अवस्था नि यसपालि भर्खर बनाएको हो, त्यो सर्टकट हो हाम्रो बाटो। पहिला चाहिँ घुमेर जानुपर्ने थियो, यो यही हो। डाजार नि पुग्यो। यो आकाशको अवस्था यस्तो छ, थोरै बादल आएछ, अन्त सब क्लियर छ मौसमै। यो पनि पर्दैन, यी वन सब सुक्खा। यो चाहिँ हाम्रो ठातो हो। खजावानी पुग्यो, अनि पानी सब जमेर सिधै बरफ, चिसो आइस यस्तो छ। रमाउन पुङपु जाने बाटो चाहिँ हो यही हो, यो पुल क्रस गरेर जानुपर्छ। चारताल जाने बाटो चाहिँ हो यही हो। उता पारेपट्टिको चाहिँ कागमाडौँ जाने बाटो हो। अब यहाँबाट लाप्चा तपाईँहरूले कान्जिराको हिमालको भ्यू पनि देख्नु सक्नुहुन्छ। यस्तो छ अवस्था, गाह्रो छ नि। तल्लो रमन चाहिँ हो यही नै हो, टङ बस्ने हाम्रो के चौरी पाटन बस्ने जो असोज महिनासम्म बस्छ यहाँ चाहिँ। जो 1 महिना जति यहीँ बस्छ हाम्रो गाउँलेहरू, चौरी हेर्दै दुध दुधै बस्छ। दुई दाइ बेले खाना नि खायो, लोकल अर्ग्यानिक चियासँगै अझै नै खाइरहेको छ भनौँ। यस्तो लगर खायो भने चाहिँ दिनभरि पेट चाहिँ फुल्ली हुन्छ कि, अर्ग्यानिक हो नि। अब चाहिँ क्यामेरा ट्र्याप गर्ने ठाउँमा चाहिँ पुग्नु लाग्यो हामी, अनि पुगिन्छ अनि त्यसपछि क्यामेरा ट्र्याप गर्ने हो। हो यो क्यामेरा ट्र्याप गर्ने चाहिँ
फाइनली यहाँको क्यामेरा पनि ट्र्याप भइसक्यो एकछिन लाई घुम्न रमाउन घुम्न जाने हो तल रमाउन घुम्न जाने हामी यसो मलसल हेरिकन आउने हो लाई घुमाउने यहाँबाट नजिकै छ त्यस्तै 5 मिनेट लाग्छ कान्जिरा हिमाल छ हो यही हो फाइनल पुग्यो लाइकमा वैशाखदेखि साउन भदौसम्म हाम्रो गाउँलेहरू यही बस्छ ठाउँमा पाटनमा चौरीको दुध दुँदै यहीँ बस्नुहुन्छ गाउँलेहरू अझ हामी यहाँबाट नि फर्क्यो लाइकमाबाट नि काम छैन यसो घुमघाम गर्न आएको अनि फर्केर फेरि तल्लो रमाउनु माथि क्यामेरा ट्र्याप गर्नुपर्ने छ त्यहाँ ट्र्याप गरेर चाहिँ अनि त्यसपछि गाउँ फर्किने हो अनि अस्ति पहिलातिर परेको थियो हिउँ छ हिउँ परेन हावा चल्दै चाहिँ चिसो छ हिउँ चाहिँ सब भिराएको छ पुरै सुक्खा छ ग्लोबल वार्मिङ चेन्जै भनौँ आज हामी क्यामेरा ट्र्याप गर्न आएको युज गर्नु आउने चाहिँ जो पुग्यो हो क्यामेरा ट्र्याप गरेर अब फर्किरहेको छु यहाँको एक ठाउँमा चाहिँ घरिको अनि अर्को ठाउँमा चाहिँ फेरि गर्नुपर्ने छ अनि ट्र्याप गरेर चाहिँ अनि फर्किन्छ त्यस बेलुका भइयो हुन्छ ल हिउँ जुत्ता त देखेन त्यही नि हिउँ जुत्ताको अब रिसर्च चाहिँ देखियो सायद यहाँ होला अलिक देखेको छैन युज चाहिँ क्यामेरा चाहिँ ट्र्याप गरेर राखेको छौँ अब पछि क्यामेरामा भेटिन्छ होला हाम्रो सम्पत्ति जोगाउनुपर्छ तल रमाउनुको क्यामेरा ट्र्याप गर्ने ठाउँमा हामी एकछिन अब त्यस्तै 10-15 मिनट ट्र्याप गर्ने अनि एकछिन के अरे फोटोसोटो खिच्ने हेर्ने अनि चेक गरेर अनि हामी फर्किने है ट्र्याप भइसक्यो क्यामेरा पनि फाइनली यहाँको क्यामेरा नि ट्र्याप गरिसक्यो अझ गर्दा हामी त्यही हो दाजुभाइहरू अर्को युज भएको अनि आवाज
अब चाहिँ यही बाटो हुँदै फर्किने हो घर अब चाहिँ हामी फर्किँदैछौँ घर यहाँबाट फर्किँदैछ हामी हामी चाहिँ अब फर्केर भन्छ भचावा भन्ने ठाउँ पुगिसक्यो हामी गइसकेछ हामी हिँड्न त्यस्तै कति एक घन्टा चाहिँ गाउँ हिँड्छ यति नै हो यो आजको हाम्रो यात्रा चाहिँ रमाइलो भयो भनौँ सो आज हाम्रो काम चाहिँ यति नै हो सक्यो अब कम्पनी घर पुग्नु लाग्यो यहाँ चाहिँ जो घाम अलिकति जान लाग्छ अनि यो के अरे खोलाले गर्दा चाहिँ अलिकति बजेको छ त्यही घाम चाहिँ तापेर बसेको हामी यति नै हो आज हाम्रो विद्यार्थीको काम चाहिँ अब चाहिँ घाम पनि गयो हामी नै अब जान लाग्यो